रुमाल ल्याएन सुल्या है दुर्गा माताले रक्षा गरून् रोग भेद नलाओस् लक्ष्मी माताले रक्षा गरून् काल देवताले रक्षा गरून् रोग भेद सबै नाश होस् पैसा म त पढ्दैन हो त नि यो पैसा दुर्गा माताको रक्षा गर्नु दुर्गा माताले यो फुलपाती पैसा दसैँको टिका फुलपाती दसैँको टिका हामीले पहिला चाहिँ प्रसाद देखेछ क्यामेरा हामीलाई देखेछ कि देखेन क्यामेराले देखेछ होला अब यता फर्केर हेरौँ त यता बसेर भगवान दुर्गे माता रक्षा गर्नु भगवान दुर्गे माता रक्षा गर्नु रोग पेशको नाश होस् शत्रु नलाओस् ज्यातिकन्त पुगोस् रक्षा गर्नु दुर्गेमा जय मा दुर्गे रक्षा गर्नु भगवान अब म हेर्छु उता है त्यहाँबाट हेर्छु है त्यहाँ दुईवटाको आउँछु गाउनु चाहिँ आउँछ कि टिलरी अलिकति नदेख्दा चाहिँ लामो भएर बाबन त्यहाँ राख्नुपर्छ मेरो यहाँबाट कित्ते हुन्छ त्यहाँ एकचोटि उभिएर अँध्यारो देखेको थियो कि यहाँबाट अँध्यारो चाहिँ यहाँ उभिएर कि त्यो झिलिङ्गा सिलिङ्गा पनि खिच्नुपर्ने अँध्यारो देखेको रहेछ यहाँ त मेरो त्यहाँबाट खिच्दै हुन्छ देखेछ उज्याला चाहिँ कि उज्याला केही गर्नु पर्दैन होला नि केही गर्नु पर्दैन अलिक सिधा गर्दैछ यति आँटी देखेछ कि पुरा आधा देखेछ औँठी लाउनु पर्ने औँठी नलाएछ आज त औँठी लाउनु पर्छ नि उठा त ल देखेछ नि देखेछ अब त्यहाँ उबाट कस्तो देखेछ त्यहाँ देखेछ राम यहीँ बसेको राम्रो आएको थियो के अरे अब बल्ल तिला देखेछ मेरो नि यहीँ यसरी बसेर ठिक्क खिच्दै हुन्छ यहीँ गरेर कि यसरी त्यो रातोको भागमा कि ठ्याक्क यतिकोमा त्यहाँ देखेर अरू लानु बिर्सेको अनि देखेछ पुरै ठुलो आएको छ कि यति आएको छ कि कति आएको छ खुट्टा त देखे छैन खुट्टा त देखाउनु पर्दैन ए अरू त आएछ जय मा दुर्गे भगवती रक्षा गरून् जय बिन्दवानी माता नौ दुर्गे भगवती रक्षा गरून् जय भद्रकाली माता जय तालबारे भगवान जय छातीबारे ढोलबारे भगवान रक्षा गरून्
जे पाठिभारा माता रक्षा गरून् आज पुरै आच्छा आच्छा उज्यालो आज आच्छा अब आउँछ ठ्याक्क देख्ने गरेर विधान पनि कति ठुलो भएको छ है हजुर विधान पनि कत्रो भएको हो त नि विधान त अरूको भन्छ हो त्यो अस्ति आउँदा 13-14 दिन आएको म छप परेको विधान चाहिँ हो त नि माता दुर्गे भगवती रक्षा गरून् रोग बेर नलाउन् जे आँटेर सब होस् शुभ शान्ति होस् गरगिर नलाओस् भगवती माता माता दुर्गे भगवती पाठिभारा माता रक्षा गरून् रोग बेर सबै नाश गरेर जाओस् आँटे काम पुरा होस् केही नलाओस् शत्रु नलाओस् व्यापार बेसरी चलोस् व्यवहार ठिक छ सामा अहिले त है अहिले 2 जना मात्रै भयो सामा धेरै हुने त छ राम्रो थियो अँ 2 जनाले भ्याइ नभ्याइ हुने त नि हो देखेछ नि देखेछ देखेछ ल सामा नानी बाबु पुरेको के रे हामी त्यहाँ फेरि बाबु भाषण लाथे ए बाबु म त गएँ छ्यामा फेरि भनेर नि अहिले आउँछन् होला नि आउँछ। एकदम कहिले आउने हौ ढुङ्गिसा मेलामा भेट्ने हो क्या माघतिर हुन्छ अमृतसिंह मेला पनि भेट्ने भयो ठिक छ केही छैन आएपछि भेटौँ ठिकै छ सबै ठिक छ लाउ नानी बच्च अनि कति भयो गएको ठिकै छ यार अब पहिला कति रमाइलो छ त नि यहाँबाट अब केटाहरू। यताबाट यहाँबाट पोखरा केटाहरू छैन त्यहाँ राम्रो साइड पूर्वमा त पोखराहरू त मजाले मनाउँछ नि त दसैँ त अनि खाना त खाएन होला शान्ति होस् ए ल यता आमातिर बोल है त माताले जे आँटेको हुन्छ पुरा ओ रिके रोशन दाइ भगवती माता दुर्गे माता भद्रकाली ठिक छ दाइ सन्चै हुनुहुन्छ माता सम्पूर्ण काली माताले रक्षा गरौँ हजुर दाइ सन्चै छु दाइ दाइ ठिकै छ दाइ पानी बनाउन लाहा हजुर दाइ हजुर कहिले आउनु हुँदैन दाइ माघमा रे कस्तो राम्रो भयो त्यो जमाना हाम्रो त के भएको पहिलो पनि भयो है कस्तो भएको थियो नि दाइ अझै के रे बिग्रे जस्तो भयो भगवती माताले जे आँटेको दुबई हो नि दुबई हो अब कुन ठाउँ रहेछ अबिदाबीमा आबिदाबी हो राजधानी हो रहेछ त त्यहाँ। दुबईको हजुर दाइ यो अब म टिका लगाउँछु दाइ माधुर्य भगवती रक्षा गरगिर नलाओस् शत्रु नलाओस् भगवतीले माता भगवती माता सरस्वती माता लक्ष्मी लगाइदियो गरगिर नलाओस् राम्रो पारेर लगाइदियो आएन कृष्ण
रेखा दिदी त बिचरा दिदी त हो अस्ति त आउनुभयो क्या अब अहिले त हो त अर्को दसैँमा अर्को दसैँमा हो त नि शान्ति होस् भगवती माता विद्यार्थी अंश पुरा होस् के नलाओस् सत्य नलाओस् माधुर्य महालक्ष्मी जिज्ञेस अहिले कति वर्ष भयो अरे हजुर जिज्ञेस कति वर्ष भयो अरे 21 ए अब बाहिर जाने बेला नि भइसक्यो अँ त नि 21 वर्ष अरे 21 वर्ष भइसक्यो है हो त नि रोशनलाई भिसा रिकेशको हामी रिकेशको म हेर्न गएको सानो थियो हो त नि हो त नि कति अल्को भयो रिकेश त अर्का मेरो मात्र हाइट बढेन मेरो मात्र हाइट बढेन रिकेशको अगाडि त मलाई लास्टै डल्लो देखिन्छ सबै जानुपर्छ नि उनीहरू सबै देख्ने गरेर यहाँ बस अनि रिजम आएर बस 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 रिजम बस दिदी ठाउँ बस दुर्गा माता रक्षा गर्नु नलाओस् सुख शान्ति होस् गरेन र के नलाओस् धेरै नकराउनु धेरै पर्नाओस् यहाँ राशिलाई माता भगवतीले रक्षा गरून् ए देखेछ नि देखेछ मलाई पनि देखेछ देखेछ के ल देखेछ रिजम बस्छु त दिदी निलम रिजमलाई नै देखाइसकेँ मैले ल रिजम ल दुर्गा माता रक्षा गरून् रोगले नलाओस् शत्रु नलाओस् डाक्टर बन्ने भाउजू साह्रै नै बिमारी हो र ठुलो मान्छे बन्ने गरगिर नलाउने शत्रु नलाउने उठ्न त सक्नु भएन ए खाना त कसले पकायो खाने त कान्छेहरू कतिखेर आउँछन् भरे भाग्यमा है भाग्यमा ए नानी यता भन्छ देख्नु पर्यो नि दुर्गा माता रक्षा गरून् रोग नलाओस् शत्रु नलाओस् गरगिर नलाओस् रोग केही नलाओस् महाभगवती माता महालक्ष्मी सरस्वती भगवती रक्षा गरून् भाग्यमान है खै त पाउँछ खै सन्चो छैन अरे के उहाँबाट आउनुभएको अनि थाकेर होला नि बडा बाबा छुट्टी छैन अरे अहिले आउनुहुन्छ कि आउनुहुन्छ होला ठिक छ ल खाऊ प्रसाद खानुपर्छ भगवान् च्याउहरू पनि छ च्याउहरू खाएन भने च्याउ प्रसाद पुस्नु यहाँ रातो लाग्छ क्यामेरामा
ड्युटी नाइटको थियो त्यसो भए बेलुका आज बेलुका त जानुपर्छ त्यहाँ गाउँको अँ अब आज बेलुका फेरि जानुपर्छ ए त के भने त के अरे अब नसर्ने है बस्ने भनेपछि त्यो त्यहाँकोले ल पछि बस बाबु ल बस पछि गएर बस ल क्यामेरा हो क्यामेरा त्यो त क्यामेरा क्यामेरा खेल्ने कुरा होइन बाबु यो खेल्ने होइन नि बाबु पर्को पर्को टिका लगाउने पहिला ल ल बाबु ल ल बाबु सानो मान्छेलाई ल टिकट टिकट छिटो टिकेर हुन नखोजेर चाहिँ सबै फालिदियो हो निले एउटा टिका नि छैन त्यो ए बा झ्याउ माने यो त किन बाबु झ्याउ मान्ने होइन नि धेरै पढेर लाउरे बनोस् बाआमालाई हेरोस् बाआमालाई सुख शान्ति आमालाई सबभन्दा धेरै माया गर्नुपर्छ आमाबाट माया गरोस् बाबु यहाँ आउनु यहाँ बसेर आउनु प्लिज के भन्ने है सन्तोष यहाँ आउँछ कि छैन घर यहाँ छ यही छ त्यो त भुर्चुङबाट छ कि छैन छैन अर्का सन्तोष आन्टी कहाँ आउँछ देखेछ नि ल बाबु टिका लाउनु मानेन ल माटोको भगवती रक्षा गरौँ रोग नलाओस् शत्रु नलाओस् जाति काम चाहिँ पुरा होस् तुल्य माटाले रक्षा गरौँ मा भगवती माटोले रक्षा गरौँ रोग के नलाओस् जाति आउँछ पुरोस् शुभ शान्ति होस् शत्रु नलाओस् गरगिर नलाओस् जमराहरू देखाएन ए सिद्धेको त जमरा के माने आउने एकछिन यहाँ आउनु बाबु अब लाउने जाने हामी टिकी लाउने टिका लाउ ल टिका लाउ अनि दिदी ल टिका लाउ न थोरै टिकी लाउने ल टिका लाउने नि थोरै टिका लाउने ल आउनु त ल ल भट्टी ल पैसा मात्रै देऊ बाबुलाई पैसा लिऊ ल अलि ल तिम्रो पैसा लिऊ अनि बल्ल दिन्छु न त दिन्नमा त ल हो त्यो लिऊ ल ल यो ल्याएर क्यामेरा हेर्ने है ल ओ ल ले 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 ओ मायालाई देऊ भाउ अब उसले दिन्छ अरे त्यहीँ राखिदेऊ यो त हुन्न नि बाबु यो त हुँदैन नि यो त खेल्ने कुरा होइन नि यो त क्यामेरा हो यी बाबुको फोटो भाइ यो फोटो हो नि बाबु नै क्यामेरा क्यामेरा है ल यहाँ हेर त हजुर ल ह्यापी बर्थडे ल काट्दै मैले होइन माइजू बोल्दै हुन्छ ठुलो मान्छे सागसब्जी भन्ने है धेरै फल्ने खै भन्यो डाक्टर नि भन्ने बन्छ नि बिचरा ठुलो भएपछि नमस्ते गर बुवा नमस्ते ल बाबुलाई ल फलदेखि खानु पर्दैन बोल्दै मान्नु भन्दैन मामा है मान्दैन मायाको सानो छ र त्यस्तै नमानेर माया सँगै आएको उता गइरहेछ माया अनि सँगै आएको पैसा त के गरेन फेरि मायाको सानो छोरा रोएर मान्दै नमानेर बाबा नलाओस् माइजू यो यहाँ राख्दे मा भगवती मातालाई रक्षा गरोस् यहाँको मात्रै पुरा होस् मान गर्दै जाओस् कति मान्नुपर्ने हो भन्दा दक्षिणा त पर्दैन के हो ए टिका लाउनलाई यहाँबाट एप्पल लिनु न कस्तो होला
मुन्नाहरू नि आउँदैछ आउँदैछ अरे अन्त हामी घर मान्छे कति छ यस्तो उडेको मात्रै त्यसको पनि उहाँ टिका लाएर फर्किहाल्ने अरे मान्छे रोशन पोखरी आउँछ नलाओस् अँ, आँसु तातो काम पुगोस् केही रोगबेट केही नलाओस् माटोले भौटेले रक्षा गरून् गरिदिनु नलाओस् स्कुलमा मान बढोस् कति मान बढ्ने धेरै बढ्यो आज त गाह्रो भयो हो मान धेरै प्रोफेसर बढोस् भाग्यमा है मान धेरै भएर स्कुलमा कति गाह्रो त्यसो पर्छ त्यसो मुन्नाहरू आउँदैछ अरे आउँदै अरे कति बेलासम्म है अब चिसो खाने होइन मामा दौडिने हो कि मामा यति टिका मात्रै थाप्छ भने घरमा मान्छे कति छ त्यस्तै छ टिका झन् के खान्थे र दौडिहाल्छ भनेर मायाले भर्खरै बिचा गएको थिएँ मायाले मोबाइलमा धन्दा बिर्सेर मोबाइलले काम गर्दैन कि मेरो त हतार गइसक्यो रोशनलाई देखेँ भने देखेँ बोले एकछिन ए त्यो टिका नलागेछ क्या है केही नखाने खाएँ मैले के खाएँ ल भाग्यमा नि ल पछि घर आऊ। ल पछि घर आऊ। साटेको क्या त्यो ल पछि घर आऊ। पछि घर नानी जाऊ बस्छ जाऊ मोबाइल यहाँ पछि बस्नु बाबु आछ आछ पछि बाल्दैछ नि। पूजाले आशा होला नि बाबा देखेको छैन बाबुलाई आधा देखेको नानीलाई ल दुर्गा माता रक्षा गरौँ नानीलाई धेरै पढ्नुहोस् डाक्टर नि बन्नुहोस् रोगबेट नलाओस् है दुर्गा माताले रक्षा गरून् है भाग्य मान्नुहोस् है नानीलाई टिका लाउनुपर्छ पैसा दिनुपर्छ खानुलाई टिका पैसा दिनुपर्छ केरा खानुपर्छ पर्छ आज नि हिँडा टुटी टुटी हिँडा नानीको रोगलाई सबै नलाओस् ज्वाइँलाई लगाइदिनु पर्यो दुर्गा माताले रक्षा गरून् मान गर्दै जाओस् नलाओस् शत्रु नलाओस् रोगबेट नलाओस् शत्रु नलाओस् जे रोग निस्केर जाओस् आगे काम पुरा होस् जे आगे गर्न पुगोस् रोगबेट केही नलाओस् शत्रु नलाओस् के गर्छु बस्छ पहिला मुन्ना लगाइदिन्छ नि खोइ यता गर्ने कुरो माथि रक्षा गरून् रोगबेट नलाओस् कालीका पाप नलाओस् जे आगे काम पुरा होस् रोगले केही नछोस् माता भगवती देवभूति माँ दुर्गाकारी माँ भगवतीकारी माँ दशीकारी नाश गरिदिनु
त्यति मात्रै दिनुहुन्छ लुकाइदिनु त्यहाँको प्रसादहरू उहाँलाई लगाइदिनु पर्न म लगाइदिन्छु नि बस नानी उज्यालो त उज्यालो झगडा नगरोस् है कसै पछाडि दाइलाई मनलाई बाबालाई सबैलाई माया गरोस् नानी अब मलाई त होइन नि छोरी एप्पल खान्छ हो खाऊ त नि सिमे छ ल्याएर बाबा अगाडि गएर बसी पाउँदैन म बसेर बसिहाल्छु त्यसबाट त आर्मीहरू धेरै नआएको हाम्रो गाउँमा त्यति भयो अरे अब कोठा टिका लगाउन नानाहरू आउँछ गरिले आर्मीले होला नि काट्नु त चारजना बस्नु त ल ल उहाँ पछि गएर त म बाबासँग पछि गरौँ न सिङ्गे एप्पल दिन्छु म पठाए ल सिङ्गले एप्पल धोएर ल्याइदियो है रेहान आउन पाएन नि भट्टी बाल्टी कान्छीहरू नि आएर गए है कहाँकोमा बिन्दवासिनी गयो अस्ति खिचेको मान्छे भरे आइपुग्छन् होला नि नानीहरू नानीहरू भरे आइपुग्छ बिहा गरेर दियो कि मान्छे भव्य बिहा भयो है नसोचेको क्यामेरा ए
नम्बर ठुलो भएर के गर्ने लाने अरे अनि बिहा त गर्नु पर्यो अरे अहिले त होइन होला नि जाने मिले 1 महिनामै जान्छु ए कानको रोगहरू सबै निको भएर जाओस् माता दुर्गा भवानी शक्ति दिउन् माता सरस्वती भगवतीले रक्षा गरून् कति भान्जा गाह्रो नभएको सुन्ने हो कि है भान्जा नआएको सुन्नै भयो त नि भनेपछि अहिले नानीहरू चाहिँ भरे बेलुका आइपुग्छन् होला अहिले हिँड्ने अरे क्या प्लेनमा हिँड्ने हो भने के गरेको नि प्लेनमा सोधिनँ है केमा हिँड्नु भन्छ केमा आएको अन्त प्लेनमा आधा एकैछिन आइपुग्छन् हिजो फेरि टिकट पाइएन भने बुक भइसक्यो प्लेनको टिकट चाहिँ कहाँ पाइन्छ त नि बुक हो गर्छ नि। नानी दसैँ तिहारमा दसैँ तिहारमा। गाह्रो हुन्छ अनि फेरि अब के भयो अहिले रिजमलाई फोन गरेको थियो अरे मम्मी समाजले हिँड्नु भयो भने त अहिले भर्खर यता आउँदा केमा भनेर नि सोधिनँ मैले त यता आउँदै थिएँ ल ल भयो भने अब त दुरानीलाई पठाउनु पऱ्यो नि कोसेली त अहिले मुन्ना र आसी म जानु कोसेली दिनु त आमाले अरू पाउनु ल्याएको कोसेली रोटी सोटी पाउनु भएन होला नि म ल्याइदिन्छु अब विचार के पर्दैन उताबाट आएको कोसेलीहरू त्यो रोटीहरू के थियो क्या त्यो रोटी त्यो कसार के थियो अरे त कसले खाने नानीहरू छैन मामा त यहाँ चिज हुन्छ कति यहाँ रमाइलो लाग्छ मलाई यहाँ फोटो हेर्न टिभीमा दियो गरी माग्यो अब यतिको भयो 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 दिने पनि जाँदो दिनै दियो पर्छ होइन? हो नि कसैले ट्याप्प उखाएर लान्छ होइन होइन? झन् राम्रो भयो नि अब ज्वाइनी अब विदेश राम्रै ठाउँमा 4 वर्ष आउँछ आउनु नि विचार गर्नु बस त्यो बस त आउँछ आउनु विचार गर्नु पर्यो बस्नु न हो त नि म पहिला विचार गरेको के यता उठेको भात खानु त उठेको पछाडि त्यहाँबाट देखेको यहाँबाट बस्यो भने देख्छु ल यहाँबाट यसो गऱ्यो भने चाहिँ अनुहार देख्नु पऱ्यो नि हिजो सन्तोषीको कति नदेखाएको सिधा कि यहाँसम्म ल ल ल बटर पानी चप्पल यता राख्नुपर्छ त्यो उकालोमा देखाएको यस्तो गऱ्यो नि कान्छाको देखेको छ क्या तिम्रो देखेको छैन यहाँबाट खिचेन पालो पालो ए ल ल ल ल भाटहरू सबै देखेको खिचेर न त्यो जालोमा सार्न मेरो भाटहरू देखेछ त देखेछ टाउको देखेन अलिअलि देखेछ अलिक यसो माथि उचाल्ने यसो अनि यसो उचालेको त नि आउँछ आउँछ ल ल देखेछ भातहरू कोक भात खाएको देखेछ देखेछ घाँस हालेको पनि देखेछ खाएको पनि देखेछ देखेछ कान्छ देखेछ बोलीहरू सबै आउँछ कि त्यहाँ कुखुरा मासु त देख्दैन होला यो देखेछ यो लोकल कुखुरा हो ए त्यहाँबाट मासु सारो छ कि यो
त्यहाँ किन उहाँलाई अच्छा अच्छा लोकलको साह्रो हुन्छ कि अन्त मासु गुजरातको त होइन त्यो रोटी झिलिङ्गा खिच्नु पर्यो जान्दैन होला सबै मिलाएर किन्नु पर्छ मिलाउनै पर्दैन यहाँदेखि चाहिँ रोटी झिलिङ्गा पिजाहरू सबै किन्नु यो खस्टा यो मेरो रोटी फलफुल यहाँले देखेछ नि तिमीहरू दुईजना यहाँले देखेछ दुईजनाकै भात खाएकै त्यहाँबाट देख्दै देख्दैन देखेछ यी भातहरू पनि देखेछ पछाडि मात्रै देखेछ ओह गाँस हाले आफूले यो खुर्सानी रहेछ यो इस्कुसको अचार हो खान्छ इस्कुस ल भयो लोकलको मिठो हुन्छ ल मार्दै भयो 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 बनाउन आएन मलाई भन्दैन पारो यहाँ यो खस्टा यो रोशनले खान्थ्यो नि पहिला पहिला खस्टा त्यही खस्टा हो यो अलिकति बनाएको यो सेलरोटी यो सेलरोटी चिनी नहालेको यो सेलरोटी झिलिङ्गा यो झिलिङ्गा रोटी यो झिलिङ्गा रोटी दसैँको झिलिङ्गा रोटी हो दसैँको सेलरोटी हो दसैँको सेलरोटी झिलिङ्गा सबै हो मैले हातमा ल्याएको छु त्यो आउँथ्यो कि बरु यहाँबाट त्यो केरा उताबाट पनि देखाउनु पऱ्यो यो राम्रो झिलिङ्गा रोटी सबै आएको छ यो सबै मैले पोलेको रोटीहरू यहाँबाट आउँछ यो केरा स्याउ दसैँको टिका लाउने केरा स्याउ सबै छ यहीँ टिका जमरा नि थियो जमरा त मऱ्यो होला जमरा सुकेछ सबै काट्यो यसपालि फुर्र धेरै ठुलो आएर मैले उयो दिन्छु अलिक छिट्टै है सबै देख्नु गर्दा यहाँसम्म चाहिँ तल भङ्गु ट्याङ्गु हुन्छ यता उयो लाउँछु कि उज्यालो आएको यो आएछ कोही त फेरि टाउको आउँछ अलिक उचाल नि नाङ्लो माथि ए देखेछ अलिक घोटो पार न घौटो पायो भने तिम्रो टाउकै काटिन्छ अलिक सिधा यसो कहाँ गरेर मिल्छ नि पुरै देखेछ नि देखेछ त झन् देखे बस 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 ल
देखेछ देखेँ पुरै देखेछ देखेँ राम्रो देखेछ त सेलरोटीहरू देखेछ देखेन त सेलरोटी देखाएको अलिअलि देखेछ कि उज्यालो अँधेर त देखेँ होइन यहाँबाट देख्छ होला बरु यहाँ यी देखेछ अब हालिदिन्छ अब नाङ्लोको देखाए तिम्रो टाउको देखिन्न कस्तो नदेख्ने के आउँछ टाउको नि आउँदैन त्यहाँ देख्नै पर्छ हो त नि अनि देखेछ छैन र नाङ्लो अलिकति उज्यालो छ नाङ्लो माथि उता देख्छ होला बरु उता नै आउँदैन ल हेर त तिमीले ल ल म उचाल्छु ल हेर जम्मै देखिरहेको छ ल मैले ल त्यहाँ त्यो उचालो ल ल हेर ल ल ल जम्मै देखेछ त ल ल म उता अलि ल टाउको पनि देखेछ देख्छ नि अनि यो पनि देखेछ यो सानो ठुलो गरेपछि यो पनि देखेछ त उता देख्ने उता खिच्ने है रोटी दिनु सबै तल तल बसेर होइन नि तिमी खट्टाहरू पनि लिएर आउँछ रोटी झिलिङ्गा केरा स्याउ अब खस्ता पनि लिएर आउँदैछ दसैँको रोटी दसैँको झिलिङ्गा केरा यो खस्ता हो यो चिनी नभएको रोटी दुध हालेर बनाएको रोटी चिनी हालेको रोटी यहाँ मैले ल्याएको यहाँ किचनमा आउँछु यहाँ बसेर है अनुहार देख्नुपर्छ सिधा बस बस यहाँको उज्यालो त आउनु होला नि अलि यता आऊ न तिमी अगाडि देख्छ त उठेर हेरेको तिमीलाई देख्छ फेरि त्यो देख्दैन यता आज त यताबाट यता हात हेर्छु भने उल्टाबाट देख्छ मान्छे देख्छ नाङ्लो देखिँदैन टाउको ठाडो गर्छु अनि बसेर देख्दैन मैले केटाहरू सबै आउँछ फेरि खोइ मैले खिच त आउँदैन भो देखेन नाङ्लो त देखेको छैन है तिम्रो टाउको मात्रै देखेछ अरू घप्टाबाट उठाएर उताबाट खिच्यो हुन्छ नि त हल्लिन्छ ल अब देखेन नाङ्लो देखायो टाउको काटिने होला केही नजान्ने मलाई जान्दैन आउँछन् ल ल हेर त ल सबै आइरहेको छ त ल यी त्यति आउँछ त माथि आउँछ यहाँ पनि सबै आउँछ यी त्यो ल ल हेर है त म यहाँ बस्छु ल त्यो लिएर हिँड्छ सबै देख्छ ल हेर है तिमी ल ल सबै देखिरहेको छ त ल ल टाउको पनि देखेछ सबै देखेछ नि देखेछ नाङ्लो पनि देखेछ है अब सानो पनि गर्छु म सब देखेछ यी त्यहाँबाट त्यहाँबाट त्यहाँ हेर्नु ल अब यताबाट है सबै देखेको देखाएर त देखिहाल्छ मान्छे देख्न परेन मान्छे पनि देखेको छ ल कान्छा उठा त त्यो नाङ्लो लिएर बस्छ त कान्छा पनि खिचिदिनु पर्यो नाङ्लो उचालो त कान्छा
नाङ्लो उचालेर काट्छ त्यसै हेर्नु छ यहाँ थाहा हुन्छ ओ त्यहाँ खाटामा बसेर उचालेर अनि त्यहाँ बस्छ ल बस बस उहाँ आउँछ खाटा बस्छ नि खाटा खाटा हो त्यहाँ ल सबै आएछ त सबै आएछ त कसरी नदेख्ने तरिका जानु पऱ्यो नि है मैले गर्दा ऊ कान्छाले रोटी उचालेको आएछ सबै आएछ यी रोटी यहाँ बसेर कान्छा आउँछ त ल त्यहाँ नि ल त्यता पनि हेऱ्यो हुन्छ ल त्यहाँ बस्छ त ल त्यहाँ पनि उज्यालोमा नि त्यहीँ बस्छ हो त्यहाँ बस्छ त्यहाँ सबै देखेछ त ल ल ल ल हुन्छ केही नगर बस्छ कान्छा ल सबै देखेछ नि नदेख्ने कुरो हुन्छ र ल ल ल सबै देखेछ ल ल भयो ल ल कराउने त्यसरी कराउँदाखेरि यो भालेले गरे भनेदेखि यो लोकल भालेको हो खतरा भनेदेखि होइन ल चेक गर्नु भयो म बिना जान्छु ल ल ल यो पट्टिमा लानु पर्यो होला नि त फेरि तपाईँको बल्ल उज्यालो आयो दसैँको कुरा गरेन त यसपालि रामले दसैँको कुरा गरेन नि दसैँको कुरा गरेन त दसैँ कसरी मान्यो होइन दसैँ कसरी मान्यो भन्ने कुरा गर भनेको दुबई पुग्यो बोलेको छोरा जापान पुग्यो असलमा ग्यास तिरेर 4,000 दोकानमा दियो अझ 500 दिएछ अर्को महिना 15 गतेबाट पैसा दिन्छ रासन त दिन्छ उधारो मोमो मजाले हाल्यो मुगैले होटल खानु पर्यो आफैलाई पनि खानु मन लाग्यो धनी मराले पनि ए बा मुगै भुटेर राख्नु है मैले मुगै लिएर आएको छु भने मासित भुटेर गरे खानु पर्यो भनेको कहाँ गएको छ कतिखेर आउने हो मुगै सेलाउला होला तातो मुगै र भट्टा हिजो अहिले खायो कि खाएन नि अहिले खायो कि खाएन हिजो बेलुका टिको लगाइदियो मैले त्यसै बेच्दियो मासु रोटी भात अलिकति खायो अनि मिलमा चाहिँ भरि कुरोको कुरा मासु पठाएर मासु पकायो रोटी खायो भात खायो अलिक घुमाउनु थाल्छ भुटी पनि सकी त पनि खाइहाल अहिले छाना राखिन्छ अनि त भुइँ भरिराख्छ यही टिपेर खा पानी सानो बोतलमा पानी दियो न सबको बोयफ्रेन्डहरूले आफ्नो गर्लफ्रेन्डलाई क्या दामी दामीसँग घुमाउनु लान्छ आफ्नो भने बोयफ्रेन्ड भएको नभएको अत्तो मात्रै छैन त्यहाँ अब घुम्नु दामी ठाउँमा घुमाउनु लैजाने हुँदैन चटपटे कसैले रिसाउँछ होइन हामी घुम्न जाँदाखेरि त्यो चटपटे कसैले चाहिँ के खाना रिसाउँछ अब घुमाउनु लगेर मात्रै भएन तैँले चटपटेर पानीपुरी खान खोज्थे अब चटपटेर पानीपुरीको पैसा तिरे तैँले जिन्दगीमा रेकर्डै छैन मैले तिर्नुपर्छ अब तिर्ने बेलामा मसँग पैसा नभएपछि पैसा छैन अनि चटपटे कसैले रिसाउँदैन त अनि पैसा नहुने ल किन भयो होइन नगर्ने बेलामा त पैसा थियो नि जति माया टाढा हुँदै गयो उति खल्तीबाट पैसा टाढा हुँदै गयो ल पैसाको बाटो नलिनु अहिले मिठो छ कि छैन गाउँसँग छ अरे रिस नउठाए पैसा हुँदा के रिसाउ अब
तेरो किच्चा बाउले पैसा दिने प्रश्नै उठ्दैन तेरो पैसा क्या करो थे अँ क्या को हैन अब मैले पैसा दिएको छैन भनेपछि पक्कै नयाँ बाइक बनाएको छैन किच्चा बाउले मसँग मेरो पेवा बोका बेचेको बोका बेचे म त ठिकै छु अनि के घुमाउन चाहिँ केमा लानु गोरु गाडामा लानु बाइक त यो गोरुलाई एक्जाम्पल पनि गोरु गोरुकै दिन मात्रै आउँदैछ लिन्सको बाइक छ त सबैले हुन्छ मैले किन पर्यो नि अनि एकछिन तेरो बाइकलाई त खाइदिँदैनौँ त हामी त्यही त एकछिन घुमेर आउने हो क्या दिएन बरु मेरो गर्लफ्रेन्ड लैजा भन्न सक्छु तर बाइक लैजा भन्न सक्दिनँ इन्जिनै फेरि पनि म दिन्न आजदेखि नि तेरो दुईजनामा हामी घट्यो जति घट्यो नि के गर्नु म मरेपछि मेरो मलाई मैले देख्नु पाउने अगाडि भएर के भने के हेर मैले जस्तो माया तिमीलाई कसैले गर्दैन यसरी मिठो कुरा गरेर काटी अनि पुरा मिलिहाल्छ नि तेरो गाडीसँग मस्ती मस्ती बोले किन्न पाएको मैले ए अर्को हाल्दा वर्षको नभएको बाँक्या के सुन्दैछ किनाको बाइकलाई त अलिकति म त टच गर्दा पनि 5,000को दाम लाग्छ अनि घुरेर हेर्छ किनाको बाइक चढ्ने मान्छेलाई तैँले यसरी घुरेर हेर्नु नि मेरो साथी सुन न स्कुटी दे न आज मलाई कस्तो इमर्जेन्सी पर्यो क्या ला दिनु त हुन्छ यार तर के गर्ने ड्याडले भर्खर लानुभयो स्कुटी अँध्याएर आउँदैछ यो उज्यालोले आमाले पनि खानुहुन्न त्यसो हो त्यो लानु खाने हो अँध्याएर आउँदैछ सिसाउनु छाउनु ट्याक 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 गरेर आयो यो नानी आउ बस खाता पानी दिने उज्यालो यहाँ भाँडा बस्छु खै हुन मोटो महँगो मरो क्या ऊ त्यो आगो बाती बाल्नु र यो उज्यालो Buena.
उठेन अजिलो पनि अझै त भन्दैन है आमा भन्दैन हुन्छ मार्दै मार्दै पर्छ पङ्ख मार्दै हुन्छ गाईलाई सँग यहाँ बस्नु आउनु होइन यहाँ ठिक छ फेरि हुन्छ कि अहिले ठिक छ हुन्छ ल यताबाट मुन्ना यहाँ बस आफूलाई यहाँ बस नि पछाडि भयो फेरि मान्छे अग्लो अब नम्बर जो डल्लो खुलाउँदै जाने हरियो बसेर हान्नु न बाजु बाबुलाई चिसो लाग्छ नि एउटा बाबुलाई चिसो खाना खानु तपाईँ अरे आना चाहिने ल्याएर झ्याल्न उज्यालो गएन हामी ल अनि झ्यालो गएन झ्यालबाट उज्यालो आएको के
घरै बनाएको चप्पल बनाएको यो खै हाल्यो मटरमा खानु बलको डाउनमा उनीहरूको टिकट बनाउनु आफ्नो खाँदै खानु मन पर्छ छैन त्यो त नि पातलो बनाइदियो मुनाले बनाएको हो पातलो भयो ठिकै हो सब्जीमै पातलो भएन होइन कि पातलो भयो भनेर म त फर्किहाल्छु चालमा तिनीहरूले अलिकति किथे एउटा खाली प्लेट पनि दिनु ल दाइ सुरु गरेँ मैले त ल भाउजू हामीले खायौँ खानाहरू सबै टल्दै आउ त टक्क भयो